सेवानी नमस्ते। आज चाहिँ म अनि फुर्बा अनि ड्याडी चाहिँ स्पा जान लागेको। मम्मी चाहिँ सन्चो हुनुहुन्न अनि घरमै बस्नुहुन्छ। थोरै थोरै सपिङ पनि गर्न छ, हेरिदिनु होला कस्तो लाग्छ। त हालत भइरहेको चप्पल चाहिँ यो फुर्बाले मलाई छिटो छिटो भनेर नि छिटो त नि यहाँ 2:30 को बुकिङ भइदियो अनि यहाँ 4:03 बन्दैछ। अनि अलि अगाडि भन्नुपर्छ कि म के गरिरहेको थिएँ। ड्याडी चाहिँ यता हुनुहुन्छ, गाडी आयो, लेट्स गो। आउनु लाग्यो आयो हाम्रो चाहिँ यही रोकिदिँदा हुन्छ। म त लिफ्ट पो होला जस्तो सोचिरहेको छु। थ्याङ्क यू। ल उता चाहिँ ड्याडीले भर्दै हुनुहुन्छ। ल भरि भ्यायो? ल ठिक छ, जाउँ ल। ल जाउँला नि, अब भयो पानी सानी। 4 जनाको बुक गरेको थियो नि त, अनि मम्मी आउनु भएन। अनि मम्मी नआउनु भएपछि फेरि पे गर्नुपर्छ, 50% चाहिँ पे गर्नुपर्ने भयो हामीले चाहिँ। नमस्ते। ए चाहिँ कपल्स वाला होला होइन कि ड्याडीको अब ड्रेस चेन्ज गर्नुपर्ने। त्यसै पनि म यहाँ कस्तो पुतली ड्रेस भइरहेको अनि मलाई कस्तो अक्वर्ड फिल भइरहेको। यो चाहिँ कपल्स वाला भयो। सो ड्याडी चाहिँ पल्लो रुममा हुनुहुन्छ। हामी रेडी भइसक्यो। फुर्बा गुरुङ चाहिँ के गर्दै हुनुहुन्छ है। यहाँ चाहिँ अहिले बात लिने हो। अब चाहिँ पानीमा 4 मिनट हामीले खुट्टा राख्छौँ। अनि 2 जना सिस्टर आउनुहुन्छ, फुर्बाको लागि 1 जना अनि मेरो लागि 1 जना। अनि हामीलाई चाहिँ फुल बडी मसाज गर्नुहुन्छ, तर त्यो कुराहरू देखाउन मिल्दैन। हामी गरिसकेपछि भेट्छौँ। यो चाहिँ हामीले मसाज गरिसकेपछिको हो। कस्तो भयो भनेर रिभ्यू दिनुपर्छ। सो मलाई चाहिँ राम्रो लाग्यो भने म चाहिँ रिभ्यू भर्दैछु। होइन नि त, म त मै जस्तो सोचेँ नि त नि। अब चाहिँ हामी जाने बाबाको सक्यो होला सायद स्लिपर सक्यो। बाबाको यता थियो, के भयो यहाँको एम्बियन्स चाहिँ कति राम्रो क्या। अनि म चाहिँ क्लिप लिँदै थिएँ। हामी चाहिँ बाबालाई कुरेर बसिरहेको थियौँ। बाबाको पेटिक्योर बाँकी थियो नि त। सो अनि फुर्बा चाहिँ यहाँ पे गर्दै हुनुहुन्छ। अब चाहिँ हामी घर जान लाग्यो। ड्याडी चाहिँ घर जानुभयो, हामी चाहिँ सामान लिन जान्छौँ। 2 जना पैसा तिर्दै हुनुहुन्छ। कुराको काम चाहिँ पैसा तिर्ने मात्रै हो। हामी चाहिँ बिग मार्ट आयौँ सपिङ गर्नलाई। चाहिँ हामी घर फर्क्यौँ। आजको भिडियो यहीँ गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ।